स्याङ्जा जिल्लाको हृदयमा बग्ने आँधी खोला प्रकृतिको अनुपम उपहार हो। यो खोलाको छेउमा बसेर हरियाली पहाडहरू, स्वच्छ हावा र सुन्दर मौसमको स्पर्शले मन शान्त हुन्छ। बर्खामा यसको वेगवान प्रवाहले जीवनमा ऊर्जा र उत्साह ल्याउँछ भने वसन्तमा वरिपरिको फुलले रङ्गीन दृश्य थप्छ। गर्मीको दिनमा खोलाको चिसो पानीले ताजगी दिन्छ अनि हिउँदमा यसको शान्त धाराले आत्मा शान्त पार्छ। शरद ऋतुमा हल्का चिसो हावाले खेतहरूमा लहराउने धानको बाला झन् सुन्दर देखिन्छन्। आँधी खोलाको किनारमा बसेर यो दृश्य अवलोकन गर्दा प्रकृतिसँग निकटता अझ प्रगाढ हुन्छ। स्याङ्जाको संस्कृति र प्राकृतिक सौन्दर्यको साक्षी आँधी खोला हरेक मौसममा नयाँ रूप लिएर आउँछ। प्रकृति र मानव जीवनको गहिरो सम्बन्धलाई यो खोलाले झल्काउँछ, जसले स्याङ्जालाई अझ मनमोहक बनाउँछ।